शुरू करते हैं बिना किसी बकचोदी के। हेलो साथीहरु, वेलकम टू माय न्यू ब्लॉग। देख रहा है विनोद, अंग्रेजी बोल बोल के कैसे बात को घुमाया जाता है। आज म जाँदैछु बाँसबारी न्यूरो हस्पिटल। मेरो टाउको दुख्या दुखै गर्यो र आपने लापरवाही का नतीजा है। पेन एकदम भएकोले गर्दाखेरि खत्म गया। र हस्पिटल यहाँबाट लगभग 30 किलोमिटर जति छ। लगभग हामीलाई बाइकमा 1 घण्टा जति लाग्छ। अब हामी ढिलो नगरिकन जानु पर्यो। 7 बजेबाट टिकट टोकन लिने सिस्टम छ। अब हेरौँ के हुन्छ, चेक गरौँ रिपोर्ट के आउँछ, त्यसपछि केही अपडेट गरौँला। मेरो ब्लगमा जोड्नु होला, भिडियोमा। ढिलो नगरिकन फटाफट अब लाग्नु पर्यो। आजको यात्राको साथी मनिष भाइ मलाई आज हस्पिटलसम्म छोडिदिनेछ। चल न घुमा दे गफै गफमा हस्पिटल आएको थाहै पाइएन। मनिष भाइले बाटोभरि यति गफ दियो कि मेरो दिमागै खलबलाइदियो। फेरि गफ यताउताको पनि होइन, फेरि उसको एक्स गर्लफ्रेन्ड गरे गफ दिक्कै पारिदियो। तर एनिवे यात्रा रमाइलो भयो। बाटो काटेको थाहै पाएन। हामी हस्पिटल आइपुग्यो गफै गफमा। अब हेरौँ अब यहाँ के हुन्छ। अब सबभन्दा पहिला त गएर टिकट लिनु पर्यो। टिकट काउन्टरमा धेरै नै भिड होला जस्तो लागेको थियो, तर खासै भिड रहेनछ। जेउसमा टाइममै पुग्यो। अनि एकछिन यसो कुर्नु पर्यो, त्यसपछि मेरो पालो आयो अनि मैले टिकट लिएँ। अनि डक्टरलाई भेट्ने टाइम चाहिँ 10 बजे रहेछ। त्यसपछि हामी के खानु पर्यो भनेर हामी पसलतिर गयौँ। मनिष भाइको फुपू एक्सलाई डेडिकेट गर्दै हामीले स्पेसली मनिष भाइको लागि हटवाला कफी अर्डर गऱ्यौँ। स्पेसल मनिष भाइको लागि। बड़ा हरामी हो बेटा। हामीले अर्डर गर्ने अनुसारको कफी फाइनली आइपुग्यो। कफी हेर्दा यति ब्युटिफुल, यति राम्रो थियो कि कुरै छोडिदिनुहोस्। तर पनि किन मनिष भाइ एकदम स्याड थियो। सायद होला उसको एक्सलाई डेडिकेट भनेर मगाएको कफी उसलाई सायद चित्त नबुझेको हुनसक्छ। त्यही भएर उसलाई हँसाउनका लागि दिल भएको कफीलाई मैले घोर मठोर गरिदिएँ, औरापोरा सबै गरिदिएँ। त्यसपछि बल्ल मनिष भाइको चेहरामा अलि मुस्कान आयो। अनि बिचरा त्यसपछि त कफी त कपबाट खानुपर्ने, ऊ त चम्चाले खान थाल्यो। मनिष भाइको इमर्जेन्सी कल आएर फटाफट घर फर्क्यो। त्यसपछि म एक्लै बसेँ। मैं अकेला बहुत देर चलता। Okay, let's go. फाइनली गाइज घडीले 10 आनिसक्यो। डक्टर आउने समय भइसक्यो। त्यसपछि म भित्र गएर केही बेर पर्खेँ। त्यसपछि मेरो पालो आयो र म आफ्नो चेकअप गरेर फटाफट त्यहाँबाट फार्मेसीबाट औषधि लिएर म बाहिर निस्केँ। अनि त्यसपछि म समय ढिलो नगरिकन फटाफट म मेन रोडमा आएँ। अनि एकछिन कुरेपछि त्यहाँ साझा यातायात आयो। अनि त्यो साझा यातायात चढेर म घरतिर लागेँ। त्यसपछि म घर आएँ र घर आएपछि भाइले सबै औषधि जाँचबुझ गर्यो। जाँचबुझ गर्दाखेरि डक्टरले लेखेको औषधि एउटा रहेछ, फार्मेसीवालाले दिएको औषधि अर्कै रहेछ र बिलमा पैसा फेरि अर्कै औषधिको जोडिया रहेछ। यस्तो किसिमको केयरलेस गर्न पाइँदैन फार्मेसीले। नेक्स्ट टाइम त्यसलाई म प्रमाणसहित घाँटी नाक्नेछु। खासमा साथीहरू मलाई माइग्रेन भएको रहेछ। आजलाई यति नै साथीहरू, नेक्स्ट भिडियोमा फेरि भेट्नेछु। राधे राधे।